ओए ओए वो तीन चालू ग्यारेन्टी हो फेरि 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 ओए ओए तपाईँलाई एकदमै धन्यवाद तपाईँले खानाको व्यवस्था पनि गरिदिनु भयो यार एकदम खुसी लाग्यो हेलो वेलकम ब्याक बाई न्यू भिडियो आई होप तपाईँ सबैजना सन्चै हुनुहुन्छ होला म पनि एकदमै सन्चै छु आज चाहिँ ठ्याक्कै बिहानको 9 बज्यो म चाहिँ जाँदैछु घुम्न भन्नाले पनि मेरो प्यारो दाईको घर जाने सपिङ गर्न जाँदैछु मेरो प्यारो दाई दिलीप दाई अझै अहिले चाहिँ म ठ्याक्कै दिलीप दाईको वेट गरिरहेको छु दाई आउँदैछ म चाहिँ बाहिर बसेको छु म बसेको ठाउँ चाहिँ ठ्याक्क यसो देखिरहेको चाहिँ म चाहिँ यहाँनिर बसिरहेको छु यहाँ गाडीहरू छ कम्पनीको म यहाँ दिलीप दाईको वेट गरिरहेको छु अब हामी जाँदैछौँ ग्रान्ड मल सपिङ गर्न आज ग्रान्ड मलमा के हुन्छ त कस्तो हुन्छ त तपाईँहरूलाई सबै देखाउनेछु भिडियोमा देख्नु जोडिनु होला जो आज घर जाने मान्छेदेखि दौरो पार्टी खान पाइने हो मलाई चाहिँ हिजो राति नै दाइले फोन गरेर भाइ भोलि सपिङ गर्न जानु छ जाम भाइ भन्नुभएको छ त्यही भएर म आज बिहानै आएको छु दाइको वेट गरिरहेको छु दाइ हल्का बिजी हुनुहुन्छ सायद अब 5 मिनटमा आइपुग्नुहुन्छ होला आज चाहिँ हाम्रो रमाइलो हुने बुझ्यो आजको भ्लग घुम्ने त्यसो सपिङ गर्ने खाने है म चाहिँ अहिले वेटिङमा छु यो हाम्रो कम्पनीको जेसिबी है वा अनि यो चाहिँ गाडीहरू है अनि यो चाहिँ मेरो क्याप यो मेरो जुत्ता यो मेरो प्यान्ट सर्ट चाहिँ तपाईँले देखिसक्नु भएको छ फाइनली दाइ पनि आइपुग्नु हो दाइ हेलो गुड मर्निङ गाइज गुड मर्निङ बिहानै किन ढिलो आज ढिलो भयो राति 2 बजे सुतियो त्यही भएर होला 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 म पनि वेटिङ गरेको आज भाइसँग घुम्न जाने प्लान बनाइराख 2 भाइले चट्टा घुम्न त त्यस्तै अब जानु पर्यो नि त आफ्नो घरतिर पनि होइन सपिङ गर्न हामी जाँदैछौँ ग्रान्ड मल होइन सिधै ग्रान्ड मल जाँदैछौँ गाडीको वेटिङमा अब ठ्याक्क लगाएर हामी गाडीको वेटिङमा छौँ गाडी आउने अब कति बेला आउँछ कति टाइम अब 10 बजे अब 10 बजे अब 10 मिनटमा आइहाल्छ गाडी अब हामी जाँदैछौँ सिधा ग्रान्ड मल तपाईँले अब तपाईँ घर जाने मान्छे कति खुसी हुनुहुन्छ खुसी त के खुसी हुने खुसी त एक्साइट हो खुसी नै हो भनौँ आफ्नो घर जाँदा को खुसी हुन्छ होइन आफ्नो घर जाँदाखेरि को मान्छे खुसी हुँदैन है ल दाइ आज एकदमै खुसी हुनुहुन्छ ओए वा अब हामी जाँदैछौँ सिधा ग्रान्ड मलको तपाईँहरूलाई सबै देखाउनेछौँ हामी आज के गर्यौँ कस्तो गर्यौँ के हुँदैछ सबै देखाउनेछौँ भिडियोमा अन्तिम जोड्नु होला के कसो दाइ है वा हाम्रो गाडी पनि आइसकेको छ मजा अगाडि बस्छ है टोली पछाडि यो चाहिँ हामी जाने गाडी अब हामी गाडीमा बस्दैछौँ टोलीहरू गाह्रो छ बस्यो टोली ल हामी चाहिँ जाँदैछौँ हो ग्रान्ड मल प्लाजा मल हामी लास्टै वेट गऱ्यौँ नि यार चलो हामी पनि ग्रान्ड मल पुगिसक्यौँ यो हो ग्रान्ड महल अब हामी निस्किँदैछौँ टोलीहरू जाने हाय 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 ग्रान्ड मल आऊ है टोलीहरू गाह्रो छ लास्टै टाइम लाग्यो आउन पनि पसिना पनि आइसकेको छ चलो हाम्रो टोली पनि निस्किसकेको छ हामी पहिला उता यही भित्र जाने पहिला उता हामी ओरेन्ज सुन्तला खान जाने सुन्तला खाना ल कुन चाहिँ पाइन्छ सुन्तला खानु जाउने त नेपाली पाइन्छ बङ्गाली पाइन्छ सबै पाइन्छ यता भनेपछि यतै यो ग्रान्ड मल यता प्लाजा मल यता पाइन्छ होला राम्रो यता होटल हो नि त यो पुरै होटल हो नि त यो भाग पुरै होटल हो यो भाग पुरै यता यो ग्रान्ड मल यो मार्केट हो यहाँ गएर सामान लगाउँ सामान त उता कहाँ यहाँ किन्दैन कहाँ सामान किन्नु त उता प्लाजा मल यहाँ त महँगो पर्यो यहाँ घटाउनु मिल्दैन नि त बाबु तर यहाँ भित्र चाहिँ घुमेर आउनु पर्छ यो चाहिँ हामी पार्क हो प्लाजा महल पार्क किधर जाएगा आप किधर भी चलेगा सामान लेना परचेज करना है अच्छा आप घर जा रहे हैं आप घर जा रहे लगता है हाँ तो ठीक है फिर तब तो वो भी घर ही जा रहे हैं मतलब दोनों साथ में एक जगह में चलो थोड़ा डिस्काउंट भी देगा अच्छा वही है कि नहीं सही है जाओ भाई बंद है यार भोग लाग्यो अब खाना कहाँ खाने त त्यही त म पनि त्यही खोज्दैछु अब हाम्रै लालीगुडा रेस्टुरेन्टमा जान लाग्यो अब होइन यहाँ पाइन चाहिँ के गर्छ किनकि यहाँ त खाना रमजानको छ नि त त्यही भएर खानै दिइराखेन अनि त्यही भएर बिहान पनि आज चाहिँ होटलमै खानु पर्छ भनेर आएको बिहान केही नखाइकन पानी मात्र खाएर आएको गाइज साथीहरू हेर्नुहोस् आज हामी तर खाना पाइन्छ कि पाइँदैन
थाहा छैन के तर यहाँ अरूले भन्नु अनुसार चाहिँ खाना मिल्दैन अरे रमजानमा खाना कहीँ पनि बन्द गरिरहेछ अरे तर हो रमजानमा अब खाना पाइँदैन भने खाना पाइँदैन 5 देखि 5 बजीसम्म पाइँदैन तर आज चाहिँ हामी जाँदैछौँ नेपाली रेस्टुरेन्टमा जाँदैछौँ तर अहिले चाहिँ हामी ग्रेन मल गइसक्यौँ त्यहाँ त सामान हेरिसक्यौँ फर्स्टमा चाहिँ हामीलाई भोक लागेर हामी यहाँ खाना खोज्दैछौँ मैले कि होइन यो चाहिँ अब हाम्रो यहाँ खाना यहाँ चाहिँ यो ठाउँ पैसा हाल्ने उता अगाडितिर होटल छ र हामी चाहिँ जान्छौँ खाना खोज्नु पहिलो कुरो चाहिँ खाना चाहिँ खानुपर्छ पेट चाहिँ भर्नु पऱ्यो नि होइन पेट भरेको मलाई शक्ति आउँछ ल हामी जान्छौँ होटलतिर अब खाना खाने बेला भेटाउँला है खाना फाइनली हामीलाई खाना पनि मिल्यो त्यो पनि त्यस्तो गाडीमा यो हाम्रो खाना आइसक्यो दिलिप ए खाना त हामी उदाइलाई भन्न ल तपाईँलाई एकदमै धन्यवाद तपाईँले खानाको व्यवस्था पनि गरिदिनु भयो यार एकदम खुसी लाग्यो हगै चाहिँ हाम्रो यस्तो क्यामेरा 1300 वर्ष बोल्नै पर्छ त है टोलीहरूले भन्छ क्यामेरा आएपछि बोल्न सकिन्न अरे तर तपाईँलाई एकदमै धेरै धेरै धन्यवाद हामीलाई कस्तो भोक लागेको थियो हामीले बिहान पनि नखाएको होइन हाम्रो खाना पनि आइसकेको थियो दाइसँग पनि भेट भयो एकदम खुसी लाग्यो तपाईँसँग भेटेर तपाईँको गफ यस्तो मजा लाग्यो मलाई सुन्दा परदेशको ठाउँमा होइन के गर्दा कहिले भोगेको नमर्छ कहिले अब यही हो अब रमजानमा सबै दोकान बन्द तर हामी चाहिँ पार्सल लिएर यस्तो गाडीमा के सामने यत्रो केटहरू छ यहाँ के भन्छ भने चिसोहरू छ है ऊ मान्छे खानामा बिजी भइसक्यो उसलाई धेरै भोक लाग्यो खानुपर्छ यार तर आज चाहिँ यो मामा छ हाम्रो ल सुरु गरौँ ल सुरु गरिहालौँ न त मोबाइल छ राम्रो छैन ल ओइ ओइ 3 सालको ग्यारेन्टी हो फेरि ओइ ओइ क्या हुआ भयो के चेक गरिदिउ ल यसलाई चेक गरिदिउँ हामी चाहिँ यो लाग्ने ल पागल भइसक्यो मान्छे कसरी छ यो ट्याक्कै रेट मिलाउँ 99 अलि बढी भएन 99 को पनि मिसिन बढी हो चलाउँदाखेरि पनि घरमा चलाउनु नि हजुर हल्का डिस्काउन्ट गर्नु नि त हल्का डिस्काउन्ट अब सामान धेरै लगाउनु छ फेरि हामीले फ्रेन्डहरूलाई दिनु छ भने कम्ती यो यसमा के छ नि नेपालको बत्तीले यो गरम भयो भने हिट भयो भने यो फ्युज आफ्नो घरको कसरी तलाउँछ त्यस्तै यो तलाउँछ फेरि यसलाई एकछिनपछि फेरि उयो स्टार्ट हुन्छ त यही लाग्ने एउटा भयो होइन मिलाउने मलाई 10,000 को हाल्दिउँ होइन यो लाने भने यही लाने अब केही भयो भने सिधै 3 सालमा अर्को दिन्छु 3 सालमा उहाँले त भिडियोले गरिरहेको छ मेरो त यहाँ यो त युट्युबमै जान्छ त हामी युट्युब चलाउँछौँ नि त युट्युबर हो अनि युट्युबर हो नि त म पनि टिकटक स्टार हो त कति छ मेरो फलोवर 2.5 मिलियन ओ माई गॉड 2 point भने तपाईँ त टिकटक स्टारै रहेछ त कसैलाई भन्नु नि मिश्रा भाइको पोस्टरमा छु ए सब नम्बर त्यही भएर तपाईँको यही छिर्दिएको त अनि अरे बाहिरबाट हेर्दा नि ब्रान्डिङ लाग्यो ल एउटा चाहिँ भयो हाम्रो अब अरू चाहिँ हामी सामान लाग्दैछौँ भाइको लगेज ओ भाइ 2.8 न तो 2.2 हो तो ले 2.8 भाइ 2.2 हो अब 2.2 हातको फाल्दियो न 2.8 है अनि त फोटो लाग्यो भयो हमरा फोटो लिया वही जन ले लिया है वो भयो मुलो धेरै नखानु हो एकछिन लाम छैन कसो यसको कसो 30 रियल हो 309 सब भी है कौन जिला घर हो आईडी देबा इंटरनेशनल गारंटी बना के देबो चल सालको ग्यारेन्टीमा भयो यो सबै सामान नेपाल जाने हो फिर्ता गर्नु पर्यो लास्टमा तै चेन्ज भइहाल्छ नेपाल गएर लास्टमा ल्याउने कुरो भएन के हालेर अब 2 सालपछि तै चेन्ज भइहाल्छ मान्छे आउने हो कि होइन कि होइन अनि मान्छे ए यसो कति यो 30 टे 30 रियाल महँगो होइन र यो महँगो भयो नि हो कि होइन 20 मा 20 महँगो हो कि सेन्ट फुटको हो दारी फाल्दिउँ न महँगो भयो नि त 20 मा दिनु अब नेपाल गयो भने सामान कसले चाहिँ फिर्ता गर्छ कसले फिर्ता गर्छ फेरि त्यो बिग्रियो भने वापस ल्याउने यो त भएन नि त हजुर गाइस हाम्रो सपिङ पनि भइसक्यो यहाँनिर सपिङ यो चाहिँ लकै छ हाम्रो घर जाने मान्छेले 2टा लकै ल्याइरहेछ अनि कस्तो लाग्दैछ सपिङ गरेर खुसी लाग्यो
भाइ हजुर 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 यो प्याक भइसकेको छ क्या लगिसकेको छ क्या यार यस्तो गाह्रो छ मलाई के भन्छ तल जानु यति गाह्रो छ मान्छे ताना एकदम गाह्रो पो छ त यार कतिपय मान्छेको अवस्था यस्तो पनि हुन्छ हेरौँ त यत्रो मान्छे आज लास्ट सोकिन मान्छे भएको त यार के देख्नु पर्दैछ आज यो तर आज चाहिँ लास्टै भिड छ आज फ्राइडेको पनि हो नि त हेरेको हेर्नु सक्छ पुरै हाम्रो सपिङ सबै भ्याइयो अब हाम्रो सपिङ पुरै भ्याइयो अब हामी लाग्छौँ अब रुमतिर अनि तर यहाँ चाहिँ पहिला यो पुरै खोलाजामा घुम्ने क्या त्यसपछि लाग्ने रुमतिर गाइज हाम्रो भिडियो यहीँसम्म अन्त्य हुन्छ हामी चाहिँ अहिले यता साथीहरूको ग्राउन्डमा आएको छौँ भलिबल खेल्न यो भाइहरू भलिबल छ यहाँ भलिबल खेलिरहेको छन् हामीले एक गेम जितेर बसिसक्यौँ अब अरू गेम खेल्ने कि नै खेल्ने एक गेम खेलेर अब हाम्रै क्याम्पमा जाने खेल्न त्यसपछि अब यहाँ खेलेर हामी आफ्नो क्याम्पमा जान्छौँ आफ्नो क्याम्पमा पनि खेल्छौँ तर हाम्रो भिडियो यहीँसम्म अन्त्य हुन्छ कि कसो दाइ ठिक हो भाइ के लामो बनाउने र भिडियो म त आजलाई यति टुङ्गाइदिउँ होइन सपिङ पनि गरियो कोही छुट्याइयो यो बल भनेपछि फेरि हामी एकदम खेल प्रेमी हो क्या हामी भनेको होइन बल भनेपछि सामानै छोडियो सामान सपिङ गर्ने छोडियो 2-3टा त्यत्रो सपिङ गरेर त्यो अझै बाँकी थियो बल भन्दा त्यही हामी भागेर हामी त्यही पनि हामी कुन हालतमा छौँ यो पाइन्ट अनि यो जुत्ता हेरौँ त यो जुत्ता सेफ्टी यति गाह्रो छ हामी खेल प्रेमीहरूलाई गाह्रो छ त्यति भए नि हामी यो काम कहिलेसम्म हुन्छ रात पर्छ होला रात पर्छ होला यहाँ बाहिर खेल्दैछौँ हामी चाहिँ गाडीभित्र बसेछौँ ल हाम्रो भ्लग यहीँसम्म अन्त्य हुन्छ बाई आजलाई